घन्टा 2.5 घन्टामा पुग्छ भनेको छ। अब हेरौँ अहिले कति बज्यो? त्यस्तो बज्यो। अब चाहिँ हामी बेतनचोकतर्फ लाग्दैछौँ त। कस्तै चिसो छ। नालाको बाटो हुँदै कमल लाग्छ। नाला घुम गटेर हामी बनेपातिर जाँदैछौँ। अब 3 मिनट हामी बनेको हुन्छ। साथीहरू अगाडि गइसक्यो। त्यो गाई हामी यहाँ पन्बू आइपुगेको छौँ है। अब चाहिँ बस स्टपमा आइपुगेको छौँ। अलिक जागा छ आइपुग्यो। अब हामीले यहाँबाट पिकअप गरेर हामी बेसार्छ बाटो। ल है अब यहाँबाट पनौतीबाट हामी सिधा जानुपर्ने रहेछ। यो ढुङ्खर्क जाने बाटोमा यहाँबाट अगाडि जाँदै गरिसकेपछि जाँदैछ। बाटो सानो छ लाग्छ। हामी ढुङ्खर्कतर्फ जाँदैछौँ है। ढुङ्खर्कबाट अनि माथितिर गइसक्यो मान्छेतिर काम गऱ्यो। अब बाटो ठिकै छ राम्रै रहेछ। त्यो ढुङ्गा थाक्यो भने पनि यसरी बाटो अलिकति राम्रै बनाइरहेछ। त्यस्तै छ लगभग। यहाँबाट हामी ढुङ्खर्कको बाटो अझै जाँदैछौँ है। अघि जाँदैथ्यौँ पहिला हामी 4वटा बाइक 8जना जति जाँदैछौँ। यहाँबाट चाहिँ हामीलाई क्या ढुङ्खर्क तल सानो खोला किनारा जस्तो रहेछन्। अलि रोक्या फेरि फोन आयो। गुड राम्रो। यो त अस्ति नै हजुर यति राम्रो देखिँदो रहेछ हामीबाट। हजुर हेर्नु कस्तो फोटो देखिँदो रहेछ। रेन्ज हेर्नु कस्तो ठ्याक्क छिरिँदो रहेछ सर यहाँबाट त बास है। कस्तो कति धेरै क्या रेन्जहरू माउन्टेन रेन्ज डर लाग्छ। यति डर देखिँदैन नि। खै देखेको रहेछ। जुन पनि नजिक आफू देखेको रहेछ। आइसक्यो त ऊ आइसक्यो त लाउरे आइसक्यो। कहाँ हरायो भने ठाने धन्यवाद। त्यो पछाडि अड्डी पनि छैन क्या त्यो बाइक। गाह्रो छ धन्यवाद चिप्ले यार। ए यो ठाउँ त अस्ति नै आएको। यहाँबाट माथि गयो भने चाहिँ अर्को झरना होइन। यहाँबाट माथि गयो भने चाहिँ अर्को झरना कता पुग्छ क्या 3 तालले। यताबाट लामो हुँदो रहेछ बाटो। तल तल यहाँबाट यता गयो भने 3 ताले झरना। यता तल तल गयो भने चाहिँ किन बाइक फर्केर आयो? बाइक किन फर्का? के रे? पुरानो बाइक राख्न मिलेन।
त राख्यो ल कस्तो तस्किने यो 3 तल्ले त अरू छैन केटाहरू यहाँ चिया तरकारीहरू खानेछौँ हामी यहाँ जाडो कटाउन अब माथि जानु त पर्यो होइन बस 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 त्यो पछाडि त्यहाँ समुद्र बस्नुपर्छ क्या हामीले चाहिँ अब यहाँबाट एक बाटो बेथानचोक जाने अब यहाँ बसिसकेपछि यहाँबाट हामीले जुन फर्काबाट चाहिन्छ सबै सामान लिएर गयो नि तपाईँहरूले पनि यहीँबाट किनेर लानु होला ल है गाइज ल अब हामी चाहिँ बेथानचोक झुमखर्काबाट बेथानचोकतर्फ लागिसक्यौँ अनि झुमखर्काबाट बेथानचोक जाँदैतर्फ हाम्रो चाहिँ झुमखर्कामा सबै सामानहरू किनिसक्यौँ माथितिर पाउँदैन अरे त्यसरी पानीहरू चिप्सहरू सौदाहरू अलिअलि दिनर 2 दिनको लागि गाडीहरू गरेर बोकेर जानुपर्छ यदि उनीहरूले यसो इन्टरनेट दिन्छ अरे त्यहीहरू बोकेर अब हामी लागि बाटो चाहिँ ठिकै छ है माथि अब माथि पाउँदैन त्यसरी सबै कुरा तलबाट लाँदा राम्रो पानीहरू फेरि यहाँ माथिबाट 2टा बाटो रहेछ एउटा त जाने हो के त जाने हो लेफ्ट हो कि राइट थाहा भएन है कता साथी खै श्यामै तल रहेछ ठिकै छ पर्ख्यौँ हामी माथि हो ल ल ल कुदु 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 बाबा धुलो उडाएको बाइकले अफरोड रहेछ त्यहाँ है अहिले त्यहाँ समुद्र बस्छ है मुकेश त्यो बाइक घरला अफरोड पनि ढुङ्गाको ढुङ्गा रहेछ हन्ड्रेड यहाँबाट कसरी जाने हो हेरौँ केटाहरू माथि खेल्दैछन् किबोर्ड चिप्नु सुरु भइसक्यो टाढो जान्छ है त रिक्स नहीं लेने का बिल्कुल रिक्स नहीं लेने का बिल्कुल रिक्स नहीं लेने का इजी हान्छ जिन्सी कसो चिप्ले बाइक ओहो हिमाल त खतरा देख्दो रहेछ नि त यार यहाँबाट यहाँबाट हिमाल चाहिँ दामी देख्दो रहेछ नि दामी छ है यहाँबाट हामी हेर्न सक्छौँ यहाँ भिड छ हाम्रो यहाँ हिमाल कस्तो दामी रेन्ज देखिँदो रहेछ ओहो रेन्ज चिपावाले है बाइक पार्किङ गर्ने चाहिँ इन्चसम्म रहेछ गाडी बाइक जे गरे पनि हुन्छ यहाँ यति पार्किङ गरिसकेपछि हामी हिँडेर पारि माथि जान्छौँ यहाँबाट हिँडेर गएर त्यहाँ माथि पुग्नुपर्छ यहाँ माथि पुग्नुपर्छ हिँडेर होइन डाँडामा होइन यहाँबाट हिँड्दै गइरहेछौँ हामी है अब यहाँबाट हिँड्दै जानुपर्ने रहेछ हामी है यहाँबाट हिँडेर यसो सिँढीहरू रहेछ सिँढीबाट हिँड्दै हामी पहिला ओह्रालो झरेर फेरि माथि उकालो चढ्नुपर्छ अलिक डाँडोमै छ बेथानचोक त्यसैले माथि मन्दिर नै हुनुहुन्छ मुद्दा पार्क यहाँबाट हिँड्दै जान्छौँ हामी जङ्गलको बाटोबाट हामी फाइनल्ली बेथानचोक माथि आइपुगेका छौँ अलिअलि थकाएको पनि छौँ थकान महसुस भइरहेछ है हाम्रो आधी घन्टा कति आधी घन्टा त्यस्तो होला है ल
झरिसकेपछि यहाँभन्दा अलिकति तल गुफा छन्। अब हामी गुफातर्फ प्रस्थान गर्दैछौँ। ल ल गुफा है हाम्रो केटाहरू गइसक्यो गुफाभित्र। गुफा त म त जान्न, डर पो लाग्यो त मलाई त। छिरा छिरा गुफाभित्र छिरा 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 नेक्स्ट बोय हो सिधै तरै पुग्ला तरै। भित्र छ मैले हामी होइन हाम्रो टाइटस भाइ छ यहाँ अगाडि। बत्ती बाल्दैछ म केटा थियो खै कहाँ तरै पुग्छ क्या हो त। ओ यता देखाउ टाइटस एकचोटि देखाउ त। सियो भन्नुहुन्छ त्यहाँ